नमस्ते सम्पूर्णमा मानिसहरू समय र परिस्थिति अनुसार चल्न सक्नुपर्छ, चल्न जान्नुपर्छ। चल्न सको भनेदेखि त्यसको प्रतिफल एकदम राम्रो हुन्छ। उदाहरणको लागि एकैछिन यो भिडियो यहाँ चोरहरूले घरमा चोरी गर्न आँट्दै गर्दाखेरि एकजना महिला चाहिँ आफू अर्धनग्न अवस्थामा हुँदाखेरि तल केही सामान लिन झर्दै गर्दा चोरलाई झट्ट देख्दाखेरि त्यहाँ उसले रियाक्सन दिएको र त्यहाँ कराएको भएदेखि परिणाम अर्कै हुन जान्थ्यो। एकैछिन यो भिडियो हेर्दै जाउँ, कस्तो इन्ट्रेस्टिङ एउटा बनाइएको भिडियो भए पनि एकदम काम लाग्ने भिडियो पनि छ यो। हामीले समयलाई चिन्यौँ र समयलाई सही सदुपयोग गर्यौँ भनेदेखि ठुला ठुला समस्या, ठुला ठुला त्यस्ता दुर्घटनाहरूबाट बच्न सकिन्छ भन्ने उदाहरण पनि यो भिडियोले दिएको छ। हेर्नुहोस् त, यस्तो मजाले अब यहाँ यदि ती महिला कराएकी हुन् भनेदेखि उसले पेस्तोलले हानेर मार्ने थियो, मारिदिन्थ्यो, उनको ज्यान पनि जाने थियो। तर त्यति बेला नै उनले चाहिँ समयलाई चिनेला, समयलाई सही सदुपयोग गर्दै धैर्य रहेर चाहिँ आहा अब त्यहाँ उनीहरूले काम गरिरहेछन्, उनीहरू ढुक्क छन्। यो महिलाले देख्थेन, यो ब्लाइन्ड छ, आँखा देख्थेन भनेर उनीहरू ढुक्क छन्। आँखा नदेख्ने मान्छेले प्राय कान पनि सुन्दैन। त्यही भएर उनीहरू त्यहाँ बोलेर कुरा गरेर उनीहरू चोर्ने काम गरिरहेका छन्, चोरिरहेका छन्। त्यस्तै चोर्ने सिलसिलामा अब लक्कर खोल्नु पर्यो। लक्कर खोल्नको लागि अब कसरी खोल्ने, त्यहाँ चाहिँ अब लक्कर खोल्नलाई समस्या भइरहेको छ। अब त्यो उसले फोन गर्छ, त्यो महिलाले फोन गर्छ, फोन गरेर चाहिँ उसले त्यतिखेर फोन गर्दा उनीहरूलाई शङ्का लागेको थियो। त शङ्का लाग्ने साथै महिलाले चाहिँ त्यसलाई डाइभर्ट गरेर चाहिँ उसले एउटा पिज्जा अर्डरको लागि भनेर चाहिँ पुलिसलाई डाइरेक्ट कल गरेको हुन्छ। तर उनीहरू चाहिँ अब ब्लाइन्ड छ, उसले देख्दैन, साँच्चै नै पिज्जा मगाएको होला पिज्जा खानको लागि भनेर उनीहरू ढुक्क भएर चाहिँ आफ्नो काम गरिरहेका हुन्छन्, गर्छन्। यत्तिकैमा अब त्यो लकर त खोल्नु पर्यो, लकर खोल्नु पर्यो, त्यो भित्रको सामानहरू पनि चोरी गर्नु पर्यो। त्यो चोरी गर्नको लागि चाहिँ अब त्यो मोबाइलबाट हुन्छ सम्भव त भनेर अर्काले सिकाएर चाहिँ मोबाइलको युज गर्न खोज्दाखेरि मोबाइलमा फेरि लक छ। अब लक कसरी खोल्ने त? फेसवास। प्रायः जसो अहिले मान्छेहरूले फेस लक राखेको हुन्छ नि। हेर्नुहोस्, भुलिएर पनि फेस लक, थम लक चाहिँ नराख्नु होला आफ्नो मोबाइलहरूमा सेक्युर कोड राख्दाखेरि। किनभनेदेखि त्यो फेस लक तपाईँ इनकेस केही कामले एक्सिडेन्ट भइगयो, केही भयो भनेदेखि तपाईँको त्यहाँनिर भित्र भएको तपाईँको डाटाहरू त्यस्तै मान्छेको हातमा पर्यो भनेदेखि चाहिँ, अथवा यस्तै डाटाहरूको हातमा पर्यो भनेदेखि चाहिँ तपाईँको मोबाइलभित्र रहेका, मोबाइलमा अहिले त सबै कुराहरू मोबाइलभित्र हुन्छ, प्लस आफ्नो ब्याङ्क खाता सहित मोबाइलमा कनेक्ट गरेको हुन्छ। त्यतिखेर चोरले यदि फेस लक अथवा फिङ्गर लक राखेको छ भने लान्छ। त्यही भएर सेक्युर कोड लक मात्र राख्नुहोस्। यो फेस लक र फिङ्गर लकको कति महत्त्व हुँदो रहेछ यो भिडियोमा हेर्नु होला। यो भिडियोमा हेर्नुभयो नि, यदि त्यही फेस लकले गर्दाखेरि उसको लकरसम्म खुल्ने रहेछ। अब त्यो लकर खुलिसकेपछि चोर त मक्ख परेर अब त्यसले अब पुलिस पनि ढिलो आउने भयो भन्ने थाहा पाइसकेपछि फेरि त्यो महिलाले चाहिँ फेरि त्यतिखेरको त्यो पहिलेको समयलाई त्यतिखेर सदुपयोग गर भने अहिलेको समयलाई फेरि त्यो समयलाई सदुपयोग गर। अब पुलिस आइपुगेको छैन, उनीहरूले त लकर पनि खोलिसक्यो। अब लकर पनि खोलिसकेपछि त उनीहरू त सामान लिएर भाग्छ। त्यही भएर उनीहरूलाई हल्मलाउनको लागि ऊ चाहिँ नेकेड जस्तो भइदिएर साबर गर्नको लागि जान्छ। अब त्यत्तिकैमा एकजना चाहिँ अब छोरा मान्छे न हो, त्यस्तो देखेपछि ऊ पनि पिछा गर्दै जान्छ। अब त्यहाँ गइसकेपछि ती महिला प्लान थिएनन्। अब उनलाई चाहिँ यस्तो स्थितिमा चाहिँ उसलाई त्यहाँ स्प्रे गरेर बेहोस गराएर उल्टै त्यहीँ बाँधिदिन्छन्। अब अर्को उसको साथी नआएपछि उसको अर्को साथीले चाहिँ मोबाइल हेरेपछि बल्ल थाहा पाउँछ कि यो केटी ब्लाइन्ड छैन, त के भयो भनेर त्यहाँ बुझ्न जाँदाखेरि अर्को मान्छेलाई पनि त्यस्तै गर्दा गर्दै पुलिसको साइरन पनि बाहिर बज्छ। त्यस्तै गरेर कुनै पनि समयमा हामी नहडबडाइकन, नआत्तिकन, जस्तो सुकै परिस्थिति आए पनि त्यो समयलाई चिनेर समयको सही सदुपयोग गरौँ भनेदेखि जस्तो समस्याबाट पनि छुटकारा मिल्न सक्छ। तर हामी त्यतिखेर आत्तियौँ, हडबडायौँ र कुनै त्यस्तो ग्लु दियौँ भनेदेखि चाहिँ आफ्नो ज्यान पनि जान सक्छ। यो एउटा उदाहरणको लागि बनाइएको भिडियो भए तापनि यस्तो कोही मान्छेमा मिल्न पनि जान्छ, यस्तो संयोगवश यस्तो हुन पनि जान्छ। यस्तो बेलामा चाहिँ यसरी संयमता अपनाएर आफू धैर्य भएर काम गर्यो भनेदेखि आफूमा हुने क्षतिबाट बच्न पनि सकिन्छ र अरूलाई बचाउन पनि सकिन्छ। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। हस्त जय नेपाल।